भनिन्छ नि हल्लै हल्लाको देश भनेर। हल्लै हल्लाको देश नेपाल मात्र होइन, अमेरिका पनि यति बेला हल्लै हल्लाको देश जस्तो भएको छ। यति बेला म द एसटिभी टाइम्सको स्टुडियोमा आइपुगेको छु, अमेरिकामा आइपुगेको छु र म अमेरिका यात्रा गर्दै गर्दा मसँगै प्लेनमा थुप्रै आमा बुवा साथीभाइहरू हुनुहुन्थ्यो। धेरैजना ग्रिन कार्डमा हुनुहुन्थ्यो, कतिपय भिजिटिङ भिजामा हुनुहुन्थ्यो, कतिपय H1B भिजामा हुनुहुन्थ्यो, कतिपय स्टुडेन्टहरू हुनुहुन्थ्यो। मैले सरसर्ती इमिग्रेसनमा के हुन्छ होला भनेर सरसर्ती निहाल्ने प्रयास पनि गरेँ र प्रत्यक्ष रूपमा मैले आफ्नै आँखाले देख्दाखेरि जुन रूपमा बाहिर हल्ला फैलाइएको छ त्यो हल्ला फैलाइए जस्तो कहीँ कतै केही पनि छैन। अर्थात् इमिग्रेसनमा पहिला जसरी चलिरहेको थियो अहिले पनि त्यसरी नै चलिरहेको छ। मात्र फरक यति हो कि यदि जोसुकै पनि व्यक्ति क्रिमिनल एक्टिभिटिजमा संलग्न भएको छ, उसको पास्ट क्राइम रेकर्डहरू रहेको छ, उसले अमेरिकाको नियम कानुन तोडेको छ, त्यसको सजाय भोगेको छैन अथवा सजायबाट भागेको थियो भने त्यो अवस्थामा उसलाई अप्ठ्यारो पर्न सक्छ। अमेरिकाबाट नेपाल पैसा पठाउन ट्याप ट्याप सेन्ड डाउनलोड गर्नुहोस् र एसडीपी प्रोमो कोड प्रयोग गर्नुहोस्। तपाईले पाउनुहुनेछ $20 बोनस। मलाई धेरैजनाले भन्नुभयो, ए तपाईँ अमेरिका आइपुग्नु भयो, तपाईँलाई इमिग्रेसनमा रोकेन, ए तपाईँ त परिवारसहित जानुभएको रहेछ, सबैलाई आउन दियो। यस्तो खालको एक प्रकारले भन्यो भने डर धेरै नेपालीहरूको मनमा अहिले पनि रहिरहेको छ। मैले एयरपोर्टमा पनि धेरै मान्छेहरू भेटेँ जसले हामीलाई द एसटिभी टाइम्समा हेर्नु हुँदो रहेछ र उहाँहरूले नेपालबाट आउँदादेखि नै एक प्रकारको डर बोकेर आइरहनु भएको थियो। साँच्चीकै अमेरिका जान दिन्छ कि दिँदैन, ला बाहिर त यस्तो हल्ला छ, ग्रिन कार्ड भएकोलाई पनि लकेट छ, भ्यालिड भिजा भएकोलाई पनि जान दिँदैन भन्ने प्रकारको हल्ला छ, के हुन्छ होला भनेर धेरैजना एक प्रकारको डर बोकेर आउनुभएको थियो र इमिग्रेसन कटिसकेपछि उहाँहरू सबैको अनुहारमा हेर्दाखेरि एक प्रकारको खुसी जस्तो देखिन्थ्यो। र यो सबै आतंक चाहिँ अनधिकृत रूपमा पछिल्लो समय विभिन्न टिकटकहरूमा सामाजिक सञ्जालहरूमा हामी देख्न सक्छौँ कि ग्रिन कार्ड भएकोलाई पनि समातिरहेको छ, डिपोर्ट गरिरहेको छ, H1B मा हुनुहुन्छ, स्टुडेन्टमा हुनुहुन्छ, तपाईँ ट्राभल गर्दै नगर्नुहोस् भनेर यस्ता प्रकारका अफवाह फैलाइरहेका छन् र त्यही अफवाहले गर्दाखेरि तपाईँ हामीको मनमा पनि एक प्रकारको साँच्चीकै हो कि भन्ने खालको डर लागि नै रहेको छ। म यहाँहरूलाई विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु, हो ग्रिन कार्ड भएका केहीलाई इमिग्रेसनले समातेको छ, होल्ड गरेको छ, कतिलाई रिमुभल प्रोसिडिङमा पनि लगेको छ, कति H1B मा भएकाहरूलाई पनि आउन दिएको छैन। त्यस्ता खबरहरू बेला बखतमा सार्वजनिक भइरहेका छन्, अमेरिकाका ठुला ठुला मिडियाहरूमा पनि आइरहेका छन्। सायद तपाईहरूले तिनै न्युजहरूलाई रेफरेन्स लिएको हुन सक्नुहुन्छ, तर यदि तपाईँ त्यो न्युज हेर्नुहुन्छ र सुन्नुहुन्छ भने त्यसको इन डिटेलमा गएर रिसर्च पनि गर्नुपर्ने हुन्छ। अहिलेसम्म जति पनि ग्रिन कार्ड होल्डरलाई इमिग्रेसनले समात्यो भनिएको छ उनीहरूको विगतमा कहीँ न केही क्रिमिनल रेकर्डहरू रहेको छ र क्रिमिनल रेकर्डहरू पनि कतिको DUI परेको हुन्छ, कोर्टबाट चाहिँ अर्डरहरू आएको हुन्छ, उनीहरूले त्यसलाई इग्नोर गरेका हुन्छन् अथवा कतिपयले थाहै नपाइकन उनीहरूको चाहिँ केस एकदम पेन्डिङ भइरहेको हुन्छ, उनीहरूलाई थाहै भइरहेको हुँदैन। त्यो अवस्थामा त्यो सम्पूर्ण रेकर्डहरू त इमिग्रेसनमा हुन्छ र इमिग्रेसनले त्यहाँनिर क्याच गर्ने हो। त्यसैले यदि तपाईँ कहीँ कतै कुनै पनि क्राइममा इन्भल्भ हुनुभएको छ, चाहे त्यो DUI नै किन नहोस् भने त्यो अवस्थामा चाहिँ तपाईँ अलिकति सोच्नुपर्छ। तर तपाईँको क्राइम रेकर्ड एकदमै क्लिन छ, अमेरिकामा कुनै पनि नियम कानुन तपाईँले तोड्नु भएको छैन, सिरियस क्राइमहरू तपाईँले कुनै पनि गर्नुभएको छैन भने तपाईँहरू कोही पनि आत्तिनु पर्ने अवस्था छैन। चाहे तपाईँ भिजिटर भिजामा हुनुहोस्, चाहे तपाईँ H1B मा, चाहे तपाईँ स्टुडेन्ट भिजामा हुनुहोस् अथवा तपाईँको अन्य जुनसुकै लिगल स्ट्याटसमा हुनुहुन्छ भने त्यो अवस्थामा आत्तिनु पर्ने अवस्था छैन। अन्टिल एन्ड अनलेस तपाईँले विगतमा जानेर या नजानेर कुनै क्राइम गर्नुभएको छ, अमेरिकाका नियम कानुन तोड्नु भएको छ भने मात्रै तपाईँले चिन्ता गर्नुपर्ने विषय हुन सक्छ। यो मैले सार्वजनिक सूचनाका लागि यहाँहरूको लागि अहिले म अमेरिकामा नै आएर भिडियो बनाएको छु। यो भिडियोलाई सक्दो धेरैभन्दा धेरै साथीभाइहरूमा सेयर गरिदिनु होला, जो डराएर बसिरहनु भएको छ उहाँहरूमा पुर्याइदिनु होला र त्यो सँगसँगै अलिकति सावधानी भने पक्कै पनि अपनाउनु पर्ने हुन्छ। जस्तो अमेरिका भन्दा बाहिर 6 महिनाभन्दा बढी समय बस्नु भएको छ, अझै 1 वर्षभन्दा बढी समय रिइन्ट्री पर्मिट बिनै बस्नु भएको छ भने विगतमा तपाईँले केही पेपरहरू देखाएर आउन मिल्थ्यो भने यसपटक अलिकति टाइट गरेको हुन सक्छ अथवा यस बाहेकका अन्य केही एक्टिभिटिजहरूमा तपाईँ संलग्न हुनु भएको छ भने पनि कृपया विचार गर्नुहोला, नियम कानुनलाई पालना गर्नुहोला
नियम कानुन पालना गरेर तपाईँ अमेरिकामा बस्नु भएको छ भने तपाईँलाई न यहाँ कसैले ग्रीन कार्ड भएकोलाई देश निकाला गर्दैछ, न कुनै लिगल स्ट्याटसमा भएकोलाई देश निकाला गर्दैछ। सचेतनाका लागि भिडियोलाई सक्दो सेयर गरिदिनु होला र द एसटिभी टाइम्सलाई फलो गर्नुभएको छैन भने फलो गर्नु होला। नमस्ते।